आज चाहिँ घरदेखि मम्मी र नानु आउनुभएको थियो अनि यति धेरै कोसेल लिएर आउनुभएको थियो कि तरकारीहरू अनि फलफुलहरू हेर्नुहोस्, स्याउ नासपतिहरू अनि चिचिना आलु प्याज अनि दालहरू लिएर आउनुभएको थियो। हाम्रो रुमको अगाडि चाहिँ आँपको बोटा छ कि जहिले बाँदर आएर पुरा झार्थ्यो अनि कति धेरै आँप फलेको थियो कि अनि सब बाँदरले झाडेर सकाउन थालिसकेको थियो। मलाई चाहिँ देखेर लास्टै पछुतो लागिरहेको थियो अनि त्यहाँ रुखमा चढ्ने मान्छे नै भेटेको थिएन कि अनि मामा आउनुभएको थियो। मामा आएको बेला चाहिँ मैले आँप खान पठाएँ। भाइले चाहिँ समात्दै छ, मैले चाहिँ एउटा दाना खाइहालेँ कस्तो छ भनेर पाकिसकेको रहेछ कि त्यही भएर त बाँदरहरूले नछोडेर बसिरहेछन्। यति धेरै आँप टिपिसकेपछि चाहिँ म चाहिँ खाजा बनाउन थालेँ। खाजामा चाहिँ मैले पानीपुरी बनाउनलाई रेडी गर्न थालेँ। फर्स्टमा चाहिँ मैले पानीपुरीहरू फुलाएँ अनि मैले आलु चाहिँ अगाडि नै उसिसकेको थिएँ। त्यसपछि मैले मसलाहरू बनाएँ अनि झोल पनि बनाएँ। यस्तो मिठो एम्मे भारी पानीपुरी खाँदा। भरेतिर चाहिँ म बजार घुम्न गएको थिएँ अनि बजार पनि गएको थिएँ अनि हातबाट पानी पनि परेको थियो अनि सामान किनेर म चाहिँ रुमतिर फर्केँ।